पहिलो नेपाली तारा एवं गायक दीपक लिम्बुको दोस्रो एल्बम श्रोता विमोचन गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच शान्ति मन्त्री रकम चेम्जोङले श्रोतालाई विमोचन गर्नुभएको हो। दीपक लिम्बुको स्वर रहेको श्रोता गीत संग्रह सार्वजनिक भयो। प्रमुख अतिथिज्यूको गीत संग्रह भने खोलिँदैछ। मलाई लाग्छ ताली अलि कम बजेको कारणले गर्दा होला त्यो ढिलो खोलिराखेको छ। जोरदार ताली। गीत संग्रह श्रोता सार्वजनिक भयो। यसको अडियो सिडी र अडियो क्यासेट दुवै देखाउँदै हुनुहुन्छ। मीडिया समक्ष अहिले प्रस्तुत हुँदैछ यो गीत संग्रह, अथवा भनौँ यहाँहरू समक्ष प्रस्तुत हुँदैछ, सार्वजनिक हुँदैछ। श्रोताले सर्वाधिक रूपमा सफलता हासिल गरोस्। सम्पूर्ण श्रोताको महेश खड्काको संगीत रहेको श्रोतामा गजेन्द्र ताम्लीको शब्द रचना रहेको छ। कार्यक्रममा श्रोता एल्बमलाई श्रोतामाझ पुर्याउन सहयोग गर्ने व्यक्तित्वहरूलाई शान्ति मन्त्री चेम्जोङले सम्मान समेत गर्नुभयो। साथीभन्दा पनि फरक पर्दैन। महेशजीको निकै नै निकट हुनुहुन्छ, दीपकजीको पनि त्यतिकै। महाराज थापा अध्यक्ष प्रमुख अतिथिज्यू मायाको छिनो प्रदान गर्दै हुनुहुन्छ। बधाई छ यहाँलाई महेश गुरुङज्यूलाई। त्यस्तै पर्पल स्टुडियो नजिकको मित्र हुनुहुन्छ। धेरै उहाँहरूका गीत रेकर्ड गर्ने रेकर्डिस्टको रूपमा दीपक लिम्बु सशक्त स्वरका धनी गायक। सफलता दिन प्रतिदिन मिल्दै जाओस्। तपाईको गलामा सधैँ सरस्वतीको वास। अहिले पछिल्लो समय महेश खड्काका आधुनिक गीतहरू, सुगम संगीतहरू निकै नै चर्चामा आइरहेका छन्। बल गरेर गीत पछिल्लो समय यति धेरै क्षेत्रमा उहाँ लाग्नु भएको छ। हस्पिटल सञ्चालन गरिरहनु भएको छ, स्कुल सञ्चालन गरिराख्नु भएको छ, खेलाडी हुनुहुन्छ। त्यसै गरी लगानी गरेर हौसला बढाइदिइराख्नु होला। उहाँ गीतकार पनि हुनुहुन्छ, कतिलाई थाहा नहुन सक्छ। म्युजिक.com का लागि पनि यो मायाको थियो। अब म्युजिक.com म्युजिकमा चलचित्र निर्देशक पनि हो। एल्बम विमोचन लगत्तै कार्यक्रममा गायक दीपक लिम्बुले श्रोता एल्बममा समावेश गरेका गीतहरू समेत प्रस्तुत गरेका थिए।
एक अन्जुली चखो माया देऊ अरू केही पनि चाहिन्न यही जुनीमा। त्यसै गरी श्रोतालाई संगीत दिएका महेश खड्काले सांगीतिक जीवनको लामो समयमा पहिलो पटक आफूले सृजना गरेका क्यासेट एल्बम विमोचन भएकोमा खुशी व्यक्त गर्दै नेपाली तारा दीपक लिम्बुसँग काम गर्ने आफ्नो इच्छा पूरा भएको समेत बताए। जीवनको यो लामो समयमा सांगीतिक यात्राको लामो समयमा पहिलोचोटि यसरी आफूले सृजना गरेको क्यासेट एल्बम आधुनिक गीत एल्बमको पहिलोचोटि विमोचन कार्यक्रम भएको छ। म आज धेरै हर्षित पनि छु कि तपाईको यो प्रगाढ माया यो स्नेहले मलाई यो क्षेत्रमा अझै धन सेवा दिनेछ, धेरै अवसर प्रदान गर्नेछ भन्ने मैले आशा गरेको छु। विशेष गरेर आज तपाईहरुलाई निम्ता गरेर हाम्रो सृजनाको विषयमा जानकारी दिउँ पनि भनेर हो कि गजेन्द्र लिम्बु एल्बम गर्ने दीपक लिम्बुसँग मेरो चलचित्र हिम्मतमा पहिलोचोटि भेट भएको गायक नेपाली तारासँग मेरो एउटा काम गर्ने इच्छा थियो। त्यो इच्छा यो एल्बममा मैले पूरा गर्ने, एकल एल्बम निकाल्ने भनेर मैले पूरा गर्न पाएँ। यस अर्थमा गजेन्द्र लिम्बुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गायक दीपक लिम्बुले अथक मेहनत गरेर गाइदिनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। विमोचन कार्यक्रममा कलाकार एवं सांगीतिक पेशासँग सम्बद्ध कलाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।